वेलकम ब्याक टु माई युट्युब च्यानल। आयो तपाईँहरू सन्चै हुनुहुन्छ र म पनि एकदमै सन्चै छु। स्वागत छ तपाईँलाई डे 25 मा। आज चाहिँ म एकदम हेन्सम बनेर निस्किँदैछु जिम। थाहा भएछ अगाडि आउँदैछ। आज हामी चाहिँ बाइक लिएर आएको छु चरिटनको। देख्न सक्नुहुन्छ हामी चाहिँ बाइकमा आइसक्यो। थाहा भएदै भिडियो बनाउँदैछ हाम्रो एकदम बब्बाल। हामी धुम मजाले गर्दै मजाले बाइक चलाएर निस्किसकेको थियो। थाहा भएदै एकदम क्यामेरा पुरा 360 मा घुमाइराख्नु हुँदै। त्यसो हामी पुगिसक्यो जिम। तपाईँहरू देख्न सक्नुहुन्छ जिम एकदम फटाफट चाहिँ गएर हामी बडाबड हाम्रो राजेश समाल दाइले देखाएर हामी बडाबड वार्मअप गर्नतिर लाग्यो। किनभने आज चाहिँ हाम्रो लेग डे र सोल्डर डे थियो। डे 25 अलि एकदम रमाइलो बनाउनुपर्छ भनेर म नगएँ स्क्वायर। आज कम वेट भने हान्दा मेरो त फाटिरहेको थियो। पछाडिदेखि आउनेवाला जस्तो भइरहेको थियो। त्यो पनि म दनादन गर्न 50-100 केजी हान्न थालेँ। लेग प्रेस पनि बब्बाल पेन भइरहेको थियो आज। किन मेरो एनर्जी लो थियो, खै किन हो। त्यसपछि मैले यो हाने कटको लागि। तपाईँको एकदम बब्बाल अगाडिको कटहरू आउँछ यो हान्दाखेरि चाहिँ। त्यसपछि चाहिँ मैले यो हाने ब्याकको लागि। मेरो ब्याक लेग साइडको होइन त्यो फिला तिङ्रा ठुलो बनाउनुको लागि यो हाने। त्यसपछि मैले हाम्रो अभिषेक दाइलाई सोध्दै सोल्डर हाने। सोल्डरको फर्स्ट एक्सर्साइज यो हाने। चट्ट दबाएर पहिला वाइड ह्यान्ड गरेर हाने। त्यसपछि क्लोज ह्यान्डिङमा हाने। अगाडि पछाडिको सोल्डर एकदम पेन भइरहेको थियो। त्यसपछि यो हाम्रो अभिषेक दाइले गराएको मैले 4 अगाडि 4 रेप्स पछाडि गरेर हानेको त एकदम यो मेरो फाट्ने गरेर आपत भइसकेको थियो। तर म जो पनि एक्सर्साइज हान्छु 3 सेट 15 रेप्सको हान्छु। त्यो चाहिँ तपाईँहरू नभुल्नु होला। त्यसपछि यो हाने चट्टर यो फ्रन्ट सोल्डरको लागि यो हाने। यसले 2.5 केजीको 5 केजीको डम्बल उठाउनु पनि आज मेरो हात कामिरहेको थियो। त्यसपछि अभिषेक दाइले यो नयाँ एक्सर्साइज सोल्डरको लागि सिकाइदिनु भएको थियो मलाई। यो के हो नाम तपाईँ कमेन्टमा गर्नु होला। त्यसपछि मैले यो हाने। यो उसको नाम पनि के हो तपाईँ कमेन्टमा गर्न चाहिँ नभुल्नु होला। एकदम बबालले लास्ट आउँदा त्यसपछि म सरर घर आएँ। घर आउँदा त मेरो चप्पल चोरिया थियो। त्यसपछि म फेरि चप्पल ल्याउन गएको बेला चाहिँ यस्तो पोजिङ गरेर घर जानलाई निस्किने भन्ने तयारीमा एकछिन चप्पल कोही ल्याएर आउँछ कि भन्ने तयारीमा गएर भित्र छिरेको थिएँ। तर ल्याएन। तर नल्याए बेला पोजिङ त गरौँ भनेर चाहिँ निस्केँ। त्यसपछि देख्न सक्नुहुन्छ मेरो अम्लेट 4 अन्डाको अम्लेट सेक अनि मासु 1 पाउ गरेर चटनीका साथ मैले खाएँ। के गाइज म चाहिँ आइसकेँ मेरो रुममा। म चाहिँ सुत्न। मेरो पनि यहाँ चुडेलले साइडमा तपाईँहरू देख्न सक्नुहुन्छ। किनभने यो चाहिँ एकदम चुडेलले हो। ल्यापटपमा हेरी हुन्छ मुभी। मेरो ब्लग पनि हेर्दैन, मलाई सपोर्ट पनि गर्दैन। ठिक छ, त्यही पनि म खुसी छु। अनि तपाईँहरूको दिन चाहिँ के कस्तो बितिरहेको छ र तपाईँहरू मलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नुहुन्छ कि हुँदैन भन्ने कुरा मलाई थाहा छैन। र तपाईँ तर यो भिडियो यतिसम्म हेर्नुहुन्छ भन्ने कुरा पनि थाहा छैन भन्दै अब यस्तो नगर्नु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। बाई बाई, गुड नाइट, लभ यु।